लेखेको नि हो, बोलेको नि हो। नराम्रो बोलेछु, नराम्रो लेखेछु भने माफी पनि चाहन्छु। तर के कारणले नराम्रो हो, के कारणले राम्रो हो भनेर छुट्याउन सक्ने तपाईँ हामी जतिको मान्छे चाहिँ भएरै जनप्रतिनिधि हुनुभयो होला, समितिमा बस्नु भयो होला होइन। यतिकै त कोही यतिकै आएको होइन होला एउटा कुछ। यदि जनप्रतिनिधि, मेयर साहब, माननीयज्यूहरूको सबैको चासो थियो भने नढल्दै किन त्यसलाई संरक्षण गरिएन? वर्षौं त जीर्ण अवस्थामा थियो नि त, त्यही बेलामा बनाउन सकिन्थ्यो। ल ठिक छ, त्यो पनि भएन, ढलेर हाम्रो पुरानो समितिको मान्छे लगेर त्यो सेलाउनु भयो, नदीमा लगेर एउटा विधिवत तरिकाले त्यसलाई टुङ्ग्याउनु भयो होइन। त्यसपछि त अलिकति जाग्नु पर्थ्यो नि त होइन। मन्दिर त यहाँ खाली भयो, बनाउनु पर्छ भन्ने कुरा त कसैमा थियो होला नि त। अब त्यो चाहिँ नदेखि नै अहिले बनाऊ, अब हातेमालो गरौँ, तपाईँहरूले बनाउनु भएन भने हामी बनाउँछौँ भन्दाखेरि समितिको एउटा मान्छेलाई भित्र बोलाएर यो भनेर पठाउने, उताको मान्छेलाई यो भनेर पठाउने गर्न खोजेको चाहिँ के हो तपाईँहरूले त्यति भन्नु न। 2-2 कार्यकालसम्म मन्दिर कहिलेसम्म टलियो थियो तपाईँ? कहिले ढल्यो? किन चासो भएन? नगरपालिका प्राङ्गण भित्रको मन्दिर बनाउन नसक्ने अनि दुनियाँ ठाउँमा गएर भाषण दिएर धर्म यो त्यो सोच्छ हुँदैन। अलिकति आत्मसम्मान भन्ने हुन्छ नि त। आफ्नो नगरपालिकाको प्राङ्गण भित्र भएको मन्दिर ढलेको वर्षौं भइसक्यो नदेख्ने, दुनियाँ ठाउँमा जाने यो त्यो भाषणले चल्छ। अब कहिले जाँदैन भाषण गर्न? मान्छेहरू प्र्याक्टिस गर्यो भने जहिले मैले खुसी भएर कस्तो भाषण गर्ने भएको छ? तपाईँ घोषणा पत्रमा, मेयर साहबको घोषणा पत्रमा चुनाव प्रतिनिधित्व कार्यकाल लड्दैन, कतिवटा घोषणा पत्र चाहिँ कति लाइन थिए, के काम भए, कहिले गर्नु भएको छ यसमा? तपाईँहरूले जनचासो राख्नु भएको छ। अनि बोल्दा नराम्रो हुने, लेख्दा नराम्रो हुने अधिकार छैन हाम्रो? भोटर होइन हामी? हाम्रै भोटले जित्या होइन तपाईँहरूले? कि प्रुफ देखाउनु पर्यो? छाप लगाएको, ठप्प लगाएको त्यस्ता प्रुफहरू पनि छन्। मैले कसलाई भोट हालेँ, कसलाई के गरेँ भन्ने कुरा छन्, देखाउनु पर्ने भयो। तर एउटा जायज कुरा उठाउँदै गर्दा नराम्रो बोलिस रे, मैले के लेख्छु, म के बोल्छु भन्ने कुरा नि कसैले उक्साएर कसैले फलानाले लेख भनेर लेख्ने होइन। तपाईँहरू जुन एउटा भ्रम छरिराख्नु भएको छ नि, लेख्सीलाई फलानाले लेख्न लगाएर, लेख्सीले लेख्न लगाएर यो गरेर यो त्यो गरेर यो खान्छ अरे त्यो खान्छ, तपाईँले के खानुहुन्छ, तपाईँले के गर्नुहुन्छ सबै थाहा छ हामीलाई। तर हामीले भनेको छैनौँ नि त होइन। युवा हो, हाम्रो पनि एउटा अधिकार छ। युवाहरू जनचासोको विषयमा अलिकति हुनुपर्छ। म यहाँ बस्दिनँ ठिक छ, तर कहिलेकाहीँ आउँदाखेरि यतिको आवाज उठाउनु पर्यो। भाइ तिमी जतिको मान्छेले भनेपछि मैले जायज राखेर आफूले देखेको कुरा अथवा कसैले भन्दाखेरि उठाउँदाखेरि म नराम्रो गर्नु पर्ने। तैँले यो लेखिस्, यो बन्द गर भनेर बन्द गर्न मिल्छ? घरमा बाबा फोन गरेर यो गरिस् भन्न मिल्छ? मेरो सुविवेकले लेखेको कुरामा। अनि उहाँहरूले बनाउन चाहने भए उहिले बनाएको भए हुन्थ्यो त, कसैको रोकटोकै थिएन त। बन्दै बनेन त, अब किन बनेन, बनाउ न भन्दाखेरि पनि यत्रो किचल हो। के को लागि किचल हो? 10 लाख हालेर के भन्छ? जब भन्छ आश्वासन भन्ने कुरा नि कति दिने, कसलाई दिने, कसरी दिने भन्ने हुन्छ। वर्षौं भइसक्यो मन्दिर ढलेको, 10 लाख ल्याएर तल माथि यो त्यो समितिलाई भन्यो भने कहाँ भन्नुभयो? कुन समितिलाई भन्नुभयो? तपाईँले भर्खर भन्नुभयो एउटा को हो मन्दिर व्यवस्थापन समिति? अनि तपाईँहरूले हामीलाई नयाँ समिति बनाएपछि के भन्नुभयो त्यहाँ चौतारीमा? अनि समितिलाई दोष दिने, एक-एकजना मान्छे भित्र आएर मेनिपुलेसन गरेर पठाउने अनि समितिलाई दोष, यस्तो नि हुन्छ? तपाईँ कुन धर्म मान्नुहुन्छ? तपाईँ कुन धर्म मान्नुहुन्छ? तपाईँ कुन धर्म मान्नुहुन्छ? म हिन्दू धर्म मान्छु। अनि मन्दिर किन तपाईँको कार्यालय अगाडि भएको मन्दिर वर्ष ढलेको कति भयो? सोभिकले बनाउन सक्नुहुन्न? हामीले भचाउनु पर्ने चाहिँ कुरामा नि बजेट विकास छोडिदिउँ। एउटा जहाँ मन्दिर ढल्ने बनाऊ भन्ने कुरामा लेखिस रे, बोलिस रे, छिच्चाइस रे, उचालिस रे। अनि मैले लेखेर गल्ती छ भने मलाई यहाँ सजाय दिनु, भोग्न तयार छु। तपाईँ सबैको अगाडि मैले लेखेको हो, मैले बोलेको हो मन्दिरको विषयमा। यदि त्यो लेख्नु बोल्नु गल्ती थियो भने म सजाय भोग्न तयार छु। अनि यत्रो खिचापानी, यत्रो बनाउनलाई तल माथि यहाँ त्यहाँ के को लागि हो त खास? तपाईँले जनताको मन बुझिदिने भए उहिले बन्थ्यो होला नि त। बनेन हजुर, बनाइदिनुहोस् हजुर। तपाईँहरू नबनाउने भए हामी बनाउँछौँ, युवा छौँ, हातेमाले गर्छौँ, 150 उठाउँछौँ, बनाउँछौँ भन्दा त दिनु पर्यो नि त। कतिवटा निवेदन पठाउँछु शिवरात्रि अगाडि। कार्यालय प्रमुखज्यू हुनुहुन्थ्यो एकजना, हाम्रो कार्यकारी के नाम हो, खै सुनवाई भएको, खै बोलाएको हामीलाई थाहा रहेछ त समिति कुन बनेको छ भनेर तपाईँहरूलाई।
अनि पुरानो व्यवस्थापन समितिलाई दोष लाग्नु हुन्छ? हैन, हामीले त मन्दिर त्यसले आफ्नो गर्नु त्यसले आफ्नो दिनु कसरी ब्रह्मको रिपिट त्यस्तो हुन्छ। रिपिट गर्ने नगर्ने भन्दा पनि मेरो पहिलो प्रश्न नै किन बनेन, पहिले किन ढलबित्तिकै बनेन? अहिले त त्यो जवाफदेही त खोज्दै आउँछ, यत्रो भेला गर्नु पर्यो नि त होइन? प्रश्न कुरा नगरौँ भन्नुभयो, गर्दिनँ। प्रश्न कुरा गऱ्यो भने के हुन्छ हुन्छ यहाँ होइन? जनचासोको विषयमा बोल्दै गर्दा म नराम्रो हुन्छु भने कोही बोल्न, मैले लेखेको पोस्टमा लाइक गर्नु पनि डराएर बस्ने मान्छेहरू छन् यहाँ। किन लाइक नगरेको भन्दा हाम्रो पार्टीले जो पार्टी के पार्टी पार्टी त हाम्रो पार्टीको आस्था राखेको मान्छे हो नि त। अनि सधैँ यसरी चल्छ? हिटलर हो, लादेर जाने हो तपाईँ, हिटलरहरू हो जनप्रतिनिधि भनेको। जनताको जनगुनासो सुन्ने, जनताको भोट लिएर यहाँ कुर्सीमा बस्नुभएको होला नि त। यत्तिकै कसरी टिपेर ल्याएको होइन होला, तर त्यही भोटको तपाईँहरूले मर्यादा भुल्नुभयो नि त। यसरी हुन्छ? नगरपालिकामा उहाँ कुनामा थियो अरे, सपोज जङ्गलको छेउमा थियो अरे, देखिएन अरे, दिनदिनै अफिस आउने ठाउँ, दिनदिनै कार्यालय अगाडि त देखिन्छ त ढलेको मन्दिर। अहिलेको प्रसङ्ग मन्दिरको मात्रै भएर म मन्दिर भन्दा बाहिर जान चाहिने, यहाँ धेरै कुराहरू छन् होइन? बोल्नु पर्यो बोलौँला त्यो पनि, तर पछि आएर किन चिच्चायो, किन बोल्यो होला भन्ने होला। ममा पनि अलिकति आक्रोश छ होला, उनले छ होला, मेरो पनि रगत अलिकति त्यो टाइपको भयो होला। म आक्रोशमा चिच्चाएर बोल्यो भन्दैमा नराम्रो बोलेको भनिदिन्छ भने पनि ठिक छ, त्यो पनि मान्छे। तर मेरो आवाज कतिको जायज छ र नजायज छ भन्ने कुरा तपाईँले छुट्याउनु सक्नु पर्यो नि त होइन? एक अर्कालाई दोष लाग्छ र समितिलाई बोलाएर भन्यो रे, अर्को भन्यो रे, त्यो भन्यो रे, त्यसमा मिटिङ त माइनोरिटी फाइल कतिवटा लेखाएको छ तपाईँले सुन्नु भयो? आदरणीय के अरे प्रशासकीय ज्यू भनेर लेखेर पठाएको चिठीका उत्तरहरू न उत्तर छन् न काम गर्नु दिएको छ। हो, हामीले नगरपालिका प्राङ्गणभित्र भएको चिज अनुमति लिएर बनाउँ, हामीले चाहेको भए उहिले खडाइदिन सक्थ्यौँ, तर विधिवत तरिकाले जाउँ। प्राङ्गणमा भएको चिज नगरपालिकाको लिजौँ, भएको चाहिँ नगरपालिकाले अनुमति दियोस्, तरिकाले जाउँ। बजेट दिए ठिकै छ, नदी दुनियाँ ठाउँमा लाखौँ करोडौँ बजेट दिन सक्ने, अनि एउटा मन्दिरमा बजेट दिन नसक्ने हतोत्साउनु पर्ने भन्ने हुन्छ र? दुनियाँ कर बनाउनु भयो तपाईँले, फोहोरका 20 लाख 25 लाख खर्च भएको छ, त्यसको खै के भएको उपलब्धि, खै प्राविधिक? 20 लाख त तपाईँको खर्चबाट गएको होइन होला, यो ट्याक्सबाट गएको होला। जे मनलाई गरिदिने, इच्छा दिमागमा चलेसी गरिदिने, यस्तो हुन्छ नगर प्रमुखको। तपाईँको दिमागले भ्याउँदैन भने एउटा राख्नुहोस् न, हुन्छ त, राख्न सकिन्छ त। त्यो पनि ट्याक्सबाटै ती नियोगलाई दिने स्यालेरी, एक्सपर्टिज राख्नुहोस्, कानुनका विज्ञ राख्नुहोस्, शिक्षाका विज्ञ राख्नुहोस्, विकासका शहरी विकासका विज्ञहरू ल्याएर राख्नुहोस्। सधैँ राख्नु पर्दैन, आएपछि हाम्रो अरू कर्मचारीहरू निश्चित छन्, त्यसैबाट गर्न सकिन्छ त। डिपिआर बनाउनु भयो त तपाईँहरू, डिपिआर बनाउनु अगाडि यस्तो भेला गरेर बनाउनु भएको थियो डिपिआर? कसको कुरा हो त यो? ठिक छ, यो अहिले भएको फोहोर ल मन्दिर त्यहाँ बनाउन मिलेन अरे, त्यो फोहोरमा त्यहाँ किन बनाएको त? फोहोर पवित्र हो, मन्दिर पवित्र हो। फोहोरमा त्यहाँ 20 लाख खर्च गरेर एउटा मेसिन वर्षौँदेखि अल्पत्र परिराख, त्यहाँबाट के पैसा आएको छ? अनि 20 लाख फोहोर बनाउने मेसिनलाई अगाडि ल्याएर तेर्स्याउँदाखेरि चाहिँ खर्च नहुने रे, 10 लाख त्यहाँ बनाउँदा खर्च हुने रे, त्यही 10 लाख हाल्नु पनि यत्रो वर्ष लगाइदिने रे। कस्तो बजेट हो यो? जहाँ माथि बने त्यो 10 लाख युटिलाइज हुने रे, तल बनेमा दिँदैन रे, कस्तो बजेट हो यो? विचार चाहिँ के हो भन्दा मन्दिर बन्नुपर्छ, तपाईँहरू जहाँसुकै बनाउनुहोस्। हामीले जहाँ सोभिविकले मन्दिर जहाँ ढलेको त्यही बन्नुपर्छ भन्ने हाम्रो माग हो, मेरो पनि माग हो, मैले त्यही भनेको थिएँ। अब तपाईँहरूको अब यहाँको स्ट्रक्चरको कुरा, प्लानिङका कुरा होला नि होइन? कतिपय कुराहरू अनप्लान यत्तिकै छन्, त्यो एक्जाम्पलहरू यहाँ स्पष्ट देख्न सकिन्छ होइन? खुल्ला स्पेस चाहियो रे, खुल्ला स्पेस हुँदा हुँदै यत्र संरचनाहरू किन बनाइयो त? पहिला किन सोचिएन त होइन? मलाई लाग्यो आफूले चाहिँ जे संरचना बनाउन हुने रे, अनि एउटा ढलेको 40-50 वर्षको पुरानो एउटा सांस्कृतिक सम्पदा, एउटा बोकेको पहिचान, बोकेको धार्मिक धरोहर आस्था चाहिँ त्यहाँ बन्नलाई चाहिँ यत्रो खिचतानी नबनाउनुहोस् न। नबनाएर के भयो त? अहिलेसम्म बनाएको छैन, नबनेकै त हो, बनेर यहाँ अगाडि ठगिएको त होइन नि त। तर बन्नु मन्दिरहरू अरू ठाउँमा पनि ढल्या होला, यस्ता कुराहरू अरू ठाउँमा पनि होला। यसरी नै छलफल गर्नुपर्छ सबै विषयमा।
अहिले आएर के अरे नगर प्रमुखलाई धेरै प्रहार भयो अरे। अनि त्यो कुर्सी नै प्रहार हुने ठाउँ हो त अनि प्रहार नहुन दिनलाई के काम गर्नुपर्छ। मैले यो गर्दाखेरि कसरी जनता खुसी हुन्छन्, यो गर्दा कसरी जनता दुखी हुन्छन्, कसरी लेख्छन्, मैले यो गरेँ भने किन लेख्छन्, त्यसको त हुनु पर्यो नि त एउटा कन्क्लुजन हुनु पर्यो। त्यो कन्क्लुजन गर्ने तपाईँको को छ यहाँ? तपाईँ स्वयं एक्लै गरेर म व्यवसाय हो, मैले गर्नुपर्छ, म नगरपिता हो, जनताले मान्दियो भनेर तपाईँको पर्सनल डिसिजन हुँदैन नि त। यसरी नै भेला गरेर तपाईँहरूले डिपिआर बनाएको भए मन्दिर त्यति बेलै जीर्ण थियो, यो मन्दिरलाई सो स्थानमा बनाउने कि अर्को स्थान, त्यो डिपिआरमा पनि छ मन्दिर, तपाईँले हेर्नु आएको नै त्यो डिपिआरमा मन्दिर बनाउने अहिले झलेपछि नबनाउने। मलाई प्रहार भयो भन्नुभएको छ उहाँले, नगर प्रमुखजीले उहाँलाई प्रहार भयो। प्रहारै नहुने भयो त त्यो कुर्सीमा बस्नुभयो। म त्यो कुर्सीमा बसेपछि धेरै प्रहार हुन्छ, जनताको कुरा सुन्न सकिन भने प्रहार हुन्छ, लेख्छन्, लेखिरहेको छ नि त, सबैले लेखेको छ नि त। धन्यवाद। ल यो साथको इच्छा बमोजिम धेरै बोलेछु होइन, हेर्नु भएको छ उहाँले, अब मलाई बोल्न दिनु भएन, सबै सिकाउनु पर्दैन भयो। म कति बोल्छु के बोल्छु